हामी चाहिँ चामबाट खुस्केर हामी त माथि पुग्यो खुस्केर हामी चाहिँ माथितिर पुग्न बाजेले हामीलाई छोडेर यो भाइको बाजेले चाहिँ छोड्नु भएको थियो बाजे र बाजेले फेरि आइसक्नु भएको छ गाइज ब्लग अङ्कल ब्लग पान अझ लामो हुन्छ त ब्लग त हामी चाहिँ अहिले कहाँ पुग्यौँ रे भाइ बाटोमै छौँ बाटोमा चाहिँ भाइले फ्रुटी पायो खोइ हामीलाई चाहिँ दिँदैन जस्तो भाइले लोभिरह्यो भाइ त म बरु पैसा दिन्छु यो फ्रुटीमा खान्छु भन्छ हेर न यसो थपेको नि होइन चिसापानी हो चिसापानी पुग्नुभन्दा अगाडि खाना गर्मी गाई छ नि मान्छेहरू चाहिँ फर्किरहनु भएको छ गाई हेर्न सक्नुहुन्छ तर बाहिर झार्दै लानै